Why only Jesus for the salvation? मुक्तिको लागि किन येशू मात्र? हामी गैर विश्वासीहरूको त झन् धेरै भगवानहरू छ, अनि मुक्तिको लागि चाहिँ किन येशू मात्रै त भन्ने प्रश्न धेरै उठेको कारणले गर्दाखेरि तपाईहरुको अगाडि प्रार्थना सहित यही वचनलाई लिएर आएको छु। तपाईहरुले प्रेरित 4:12 लाई एकपटक पल्टाइदिनु हुन म अनुरोध गर्दछु र कसैले ठूलो आवाजमा पढिदिनुहोस् न। सबैले बुझ्ने गरी, सारै फास्ट हैन, अलिक लाउड तरिकाले पढिदिनुहोस् त। प्रेरित 4:12। आमेन, हालेलुया। सो यो एउटा भर्सले नै करिब हामीलाई थाहा हुन्छ कि त्यहाँनिर अरु कुनै पनि नावै छैन, स्वर्गमुनि कुनै नाव अरु छैन भने त्यो नाव कुन रहेछ त भन्ने कुरा पनि हामी विस्तृत रूपमा हेर्ने छौं। टाइम करिब 2:30 हुन लागेको छ। टाइम चेन्ज भएको थियो, तपाईहरुले चेन्ज गर्नु भएको होला र नै राइट टाइममा आउनु भएको छ। प्रभुको महिमा भएको होस्। हामी सिधै अगाडि बढ्ने छौं। यहाँनेरि म पनि एकपटक पढ्ने छु। पढिदिनु भएकोमा हजुरलाई धन्यवाद। अरु कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि, बाफरे, स्वर्गमुनि, पुरै स्वर्गमुनि मानिसहरुमा अर्को कुनै नाउ दिएको छैन। तर दिएको छ भनेदेखि त्यहाँ एउटा नाउ छ, हामीले हेर्दै जाने छौं। Only Jesus has the power to save us because he alone died for us, rose again from the grave, and he is life in the heaven now. प्रकाशको पुस्तकको 1:18 मा लेखिएको छ, येशू ख्रीष्ट अहिले पनि जिउँदो हुनुहुन्छ। उहाँ हाम्रो पापको लागि मर्नु भएको थियो, तर उहाँ मरेको हुनु भएन, किनभने उहाँ परमेश्वर हुनुहुन्छ। अनि उहाँ फेरि बिउति उठ्नु भयो र उहाँ जीवित हुनुहुन्छ। आमेन। अनि त्यो नाउ जसले हाम्रो मुक्तिको लागि मर्नु भयो, जसले हाम्रो मुक्तिको लागि काल्भरी क्रुसमा टाँगिनु भयो, दुःख र कष्टहरू सहनु भयो, हाम्रो पापको ज्याला तिर्नको लागि उहाँ प्लान लिएर आउनु भयो, अनि उहाँले त्यो प्लान काल्भरी क्रुसमा पूरा गर्नुभयो। त्यसैले गर्दाखेरि येशू ख्रीष्ट मात्र बाट चाहिँ हामी मुक्ति पाउँछौं भन्ने कुरा हामी बुझ्दछौं। करिब हामीलाई कम्प्लिट भइसक्यो, किनभनेदेखि येशू ख्रीष्ट मात्र मर्नु भएको हो नि त हाम्रो मुक्तिको लागि। अरु कोही मरेको छ, अरु कोही क्रुसमा टाँगिएको छ, अरु कसैको अगमबाणी भएको थियो पापको मुक्तिको लागि यो व्यक्ति आउनेछ भनेर कसैको अगमबाणी भएको थिएन। तर येशू ख्रीष्टको अगमबाणी भएको थियो, अनि उहाँ त्यही कामको लागि आउनुभयो। उहाँ पवित्रतामा जिउनु भयो, किनभने उहाँ स्वर्गबाट आउनु भएको। आमेन। आउनुहोस् हामी छोटो प्रार्थना गर्नेछौं। धन्यवाद छ प्रभु, तपाई परमेश्वरको छोरीले जसरी प्रार्थना गरिदिनु भयो, तपाईलाई धन्यवाद छ। अझै पनि प्रभु, मेरो सारा शरीर, आत्मा, हृदय, प्राण, मेरो मुखबाट निस्कने हरेक बोली वचन, सोच विचार, हरेक शब्द पवित्र आत्मा तपाईको हातमा समर्पण गर्दछु। सुन्ने छोराछोरीहरूको कानमा तपाई सही तरिकाले बोल्नुहोस्। लेखिने त्यो हृदयको पाटीहरू तपाई परमेश्वरले मलिलो बनाइदिनुहोस् र लेखिएको तपाईको वचनहरूद्वारा हामी आज जिउँदो अनि हामी शक्तिशाली हुन सकौं र प्रष्टसँग बुझ्न सकौं कि किन तपाई येशू ख्रीष्ट मात्रमा मुक्ति छ, किन अरूमा छैन भन्ने कुरा हामी प्रष्ट बुझ्न सकौं भनेर तपाई येशूमा
समर्पण गर्दै आशिष गर्न माग्दछु येशू ख्रीष्टको नाममा आमेन। हामी अगाडि लगत्तै बढ्नेछौँ। प्रिय मण्डलीहरू, संसारमा अनगिन्ती धर्म कर्महरू छन् अनि विभिन्न प्रकारका दर्शनहरू उनीहरूले लिएका छन्। सबैले भगवानै हो भन्छ है। अनि कतिले अब आफैले मन परेको स्वर्ग जाने बाटोहरू बनाएका छन्। यसरी पो गइन्छ, यसरी जाने हो, त्यसरी भएन भनेर चाहिँ आफ्नै तरिकाले आफ्नै सम्प्रदायहरू बनाएर उहाँहरूले चाहिँ त्यो काम गरिराख्नु भएको छ। तर प्रिय मित्रहरू, सबैले चाहिँ शान्ति चाहेका हुन्, क्षमा चाहेका हुन्, अनन्त जीवन चाहेका हुन्। तर गल्ती कहाँ हुँदैछ भनेदेखि मुक्ति दिने एकजना मात्रै छ भन्ने कुरा चाहिँ नचिनेको कारणले गर्दाखेरि सबैभन्दा गाह्रो परेको चाहिँ त्यो हो। यूहन्ना 14:6 हामीले धेरै पढेका छौँ, आई एम द लाइफ, आई एम द ट्रुथ। अनि जिसस क्राइस्टले मात्रै त्यो भन्नुभयो, बाटो सत्य र जीवन म मात्रै हो, म बाहेक अरू कोहीद्वारा पनि पिता कहाँ पुग्न सक्ने छैन, उहाँ मात्रै बाटो हुनुहुन्छ। त्यही कारणले गर्दाखेरि आजको वचनहरूमा विभिन्न भर्सहरूबाट हामी यो प्रश्नको उत्तरलाई प्रष्ट गराउन चाहन्छौँ। यहाँनिर साल्भेसन इज नेसेसरी फर अल पिपल, हामी सम्पूर्ण मानिसहरूको लागि मुक्ति हुनै पर्छ, मुक्ति चाहिन्छ। वाइ? किनभनेदेखि जब आदम र हव्वाले पाप गरेका थिए, परमेश्वरको विरुद्धमा पाप गरेका थिए, त्यसपछि सबै उहाँको रगत पापी भएको थियो। त्यो रगत नै यो संसारभरि फैलिए। त्यो रगत कहीँ पनि धुइएको छैन जबसम्म येशू ख्रीष्ट नआइसम्म, उहाँलाई एक्सेप्ट नगरीसम्म त्यो पाप धुइने छैन। किनभने यो संसारमा बगेको हरेक रगतहरू पापी छन्, किनभने पापी पुर्खाहरूबाट आएको। हामीले रोमी 3:23 हामीले हेर्छौँ भने त्यो पाउँछौँ। ओन्ली जीसस पेड द प्राइज अफ आवर सिन, रोमी 5:8। देयर इज नो अदर नेम द्याट सेभ्स। हामीलाई अरू कुनै पनि यस्तो नाउँ छैन जसले चाहिँ बचाउन सक्छ। प्रेरित 4:12। साल्भेसन कम्स बाई फेथ नट बाई वर्क। हाम्रो कामहरू, धेरै मानिसले यो एउटा ठुलो गल्ती गरिरहेको छ मानिसले, हाम्रो कामबाट चाहिँ हामी मुक्ति पाउँछौँ भने न हो। किनभनेदेखि पापको ज्याला मृत्यु हो। एफिसी 2:8-9 हामीले पाउँदछौँ। द प्रोमिस अफ इटर्नल लाइफ, अनन्त जीवनको लागि त्यहाँनिर यूहन्ना 3:16 हामीले चाहिँ प्रोमिस पाउँछौँ परमेश्वरले गर्नुभएको। द अर्जेन्सी अफ साल्भेसन, दोस्रो कोरिन्थी 6:2 हामीले पाउँदछौँ। यी बुन्दा बुन्दा गरेर चाहिँ हामी अलिक छिटो गरी हामी जानेछौँ। सबभन्दा पहिले साल्भेसन इज नेसेसरी फर अल पिपल, सबैको लागि मुक्ति जरुरी छ। मुक्ति बिना स्वर्गीय राज्यको लागि हामी योग्यको हुन सक्दैनौँ। यहाँनिर लेखिएको छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। सबैले पाप गरेका छन् भनेर यहाँनिर लेखिएको छ। अनि परमेश्वरको महिमामा पुग्नबाट चाहिँ हामी हरेक मानिसहरू चुकिएका छौँ। त्यही कारणले गर्दाखेरि हामी चाहिँ पापी छौँ। जसो लेखिएको छ, धर्मी कोही छैन, एकजना पनि छैन भनेर रोमी 3:10 लेखिएको छ। कतिजना पनि छैन अरे? कोही छ भनेको छ? छैन, कोही पनि छैन, सबै पापी छ, एकजना पनि छैन भनेर यहाँ लेखिएको छ। रोमी 6:23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो भनेर वचनमा लेखिएको छ। त्यही कारणले गर्दा अनन्त जीवन हामी कहाँबाट पाउँदो रहेछ भनेदेखि येशू ख्रीष्टमा हामी विश्वास गरेर, उहाँमा विश्वास गरेर, उहाँको वरदान रहेछ। त्यो त हामीले कुनै काम गरेर पाउने होइन रहेछ भन्ने कुरा हामी बुझ्दछौँ। Therefore, every individual needs the salvation and it's through only Jesus Christ भनेर रोमी 5:8 हामीले पाउँदछौँ। प्रिय मित्रहरू, हामीले अरू कुनै बाटो नखोजे हुन्छ।
त्यही कारणले गर्दाखेरि दोस्रो नम्बरमा हामीले हेर्छौँ भनेदेखि ओन्ली जिसस पेड द प्राइज फर आवर सिन। रोमी 5:8 हामीले हेर्छौँ येशूले मात्र हाम्रो मुक्तिको लागि बलि हुनुभयो, उहाँले मात्रै हाम्रो पापको ज्याला तिर्नुभयो। त्यही कारणले गर्दाखेरि येशू ख्रीष्ट मात्र, उहाँमा मात्र हामी मुक्ति पाउन सक्दछौँ। तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनु भयो कि हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। हाम्रो लागि त मर्नु भएको रहेछ नि त, हाम्रो पापको मुक्तिको लागि उहाँ काम गर्नु भएको रहेछ नि त, हाम्रो कुनै कामले त होइन रहेछ। त्यही कारणले गर्दाखेरि यूहन्ना 19:30 पनि हामीले पाउँछौँ, ही कम्प्लिटेड द वर्क अफ साल्भेसन वन्स एन्ड फर अल। सदाका लागि त्यहाँनिर हामीले काल्भरी क्रुसमा येशू ख्रीष्ट झुन्डिराखेको बेलामा उहाँले अन्तिममा भन्नुहुन्छ, इट इज फिनिश, अब सकियो। मेरो प्रिय मित्रहरू, अब सकियो भन्नु नै उहाँले हाम्रो सारा संसारको लागि उहाँ प्राण दिएर क्रुसमा झुन्डिएर 6 घण्टासम्म, 1 घण्टा होइन, 2 घण्टा होइन, 3 घण्टा होइन, 6 घण्टासम्म येशू ख्रीष्ट यसरी झुन्डिराख्नु भएको थियो। बाँधिएर मात्रै होइन, चारपामा बालसिरी काँटीहरू, लामा लामा काँटीहरू ठोकिएका थिए। त्यो के को लागि? टु गिभ अस साल्भेसन, हामीलाई मुक्ति दिनको लागि थियो। त्यतिकै त्यहाँनिर झुन्डिनु भएको थिएन। उहाँ विदाउट प्लान आएर कसैले त्यहाँनिर मृत्यु दिएका थिएन। मार्ने त्यो शासकहरूले सोच्दै थियो, ला हामीले खतम बनायौँ, हामीले नचाहेको मान्छे, हामीले हेट गरेको मान्छे चाहिँ हामीले मार्यौँ भनेर चाहिँ उनीहरूले भनिराखेको थियो भने येशू ख्रीष्टले चाहिँ उहाँले भन्नुहुँदै थियो, मैले चाहिँ अब विजय प्राप्त गर्दैछु। उहाँलाई कसैले रोक्नु खोज्दै थियो। त्यहाँनिर रोक्नु खोज्दाखेरि तपाईँलाई थाहा छ, त्यो रोक्नु खोज्ने मान्छेलाई काल्भरी क्रुसमा म झुन्डिएर चाहिँ मैले प्राण त्याग्नु पर्छ, मैले तिमीहरूको मुक्तिको लागि रगत बगाउनु पर्छ भनेर चाहिँ भन्दै गर्दाखेरि चाहिँ रोक्नु खोज्यो। येशू ख्रीष्टले मान्नु भएन। ए शैतान, तैँले यो गर्नु पाउँदैनस्, मलाई रोक्नु पाउँदैनस्, यो तँबाट आएको होइन, यो शैतानबाट परभाग भनेर चाहिँ येशू ख्रीष्टले भन्नुभयो। किनभनेदेखि उहाँको प्लान थियो। He knows that. He knows very well he is going to hang on the cross to give us the salvation. त्यही कारणले उहाँ चाहिँ मान्नु भएन। आज हामी जस्तो मान्छे भएदेखि ओहो हो र, तपाईँले सक्नुहुन्छ, मलाई बचाउन सक्नुहुन्छ, बचाउनुहोस् न भन्ने थियो होला नि। यदि प्रभु येशूले चाहनु भएको भएदेखि त्यहाँनिर 12,000 एन्जलहरू, स्वर्गदूतहरू चाहिँ आइपुग्ने थियो उहाँलाई सहायता गर्नुको लागि। एक वचनमा आइपुग्नु हुन्थ्यो, तर उहाँको लडाइँ त्यो थिएन। उहाँको काम थियो काल्भरी क्रुसमा गएर चाहिँ हामीलाई मुक्ति दिने काम गर्नु, त्यो हो उहाँको बलिदान। आमेन, हालेलुया, प्रभुलाई धन्यवाद दिउँ न, प्रेज द लर्ड। त्यही कारणले गर्दाखेरि प्रिय मित्रहरू, यहाँनिर यसै 53:5 लेखिन्छ, तर ऊ त हाम्रो अपराधका निम्ति छेडिए, हाम्रा अधर्मका निम्ति ऊ पेलियो, हामीमा शान्ति ल्याउने दण्ड ऊ माथि पर्यो र उसले सहेको कुराको चोटले हामी निको भयौँ। आमेन, हालेलुया, प्रेज द लर्ड। उहाँले सहनु भएको कुर्राको चोटले गर्दाखेरि उहाँलाई कुर्रा लगाइएको थियो। 39 कुर्रा, एक कुर्राले मान्छेको चोक्टा लुछेर लान्छ भनेदेखि 39 कुर्राले कस्तो बनायो होला त्यो एउटा शरीरमा। उहाँको शरीरमा कुनै स्थान थिएन, खाली ठाउँै थिएन, त्यति सारा त्यो कुर्रा परेको थियो। उहाँको अनुहार हेर्न लायकको थिएन, कुरूप भएको थियो भनेर हामी पाउँदछौँ। मेरो प्रिय मित्रहरू, त्यतिकै हामीले साल्भेसन जसमा पनि हुन्छ भनेर हुन्छ, त्यतिकै हामी जसलाई राम्रो काम गरे पनि हामी एउटा दान दिएर भोलि जे गरे पनि हुन्छ भनेर हुन्छ। साल्भेसन इज नट जोकिङ। परमेश्वरको कुरा हो, परमेश्वर र दुष्टको कुरा हो। परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन। त्यही कारणले परमेश्वरले एकपटक दुष्टले चलाखी खेले पनि
परमेश्वरको लागि कुनै पनि कुरा असम्भव छैन। त्यही कारणले गर्दा उहाँले योजना बनाउनु भयो र उहाँले यो काम गर्नुभयो। आमेन। Jesus only one who died on the cross to wash away our all sin, to give us the salvation. त्यही कारणले गर्दाखेरि प्रिय मित्रहरू, येशूले मात्र हामीलाई मुक्ति दिन सक्नुहुन्छ। There is no other name that saves. कुनै पनि नाम छैन स्वर्गमुनि, कुनै पनि त्यस्तो नाम छैन जसले हामीलाई मुक्ति दिन सक्छ एक्सेप्ट जीसस क्राइस्ट। प्रेरित 4 को 12 मा हामीले अघि पढ्दै छौं। अनि त्यहाँनिर एकदम पावरफुल डिक्लेरेसन यहाँनिर हामी पाउँछौं, अरु कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरुमा अर्को कुनै नाउँ छैन। त्यसैले देयर इज नो एनी अदर आइडिया, अप्सन, बाटो कुनै पनि छैन। ओन्ली जीसस क्राइस्ट। That's why Jesus Christ said, I am the way, I am the truth, I am the life. No one comes to Father except through me. Jesus Christ said. Amen. त्यही कारणले गर्दाखेरि कुनै पनि धर्म, कर्म, दान दक्षिणा, तीर्थ यात्रा जेसुकै गर्नुहोस् हामी रोक्दैनौं। त्यो तपाईको विश्वास हो। तर according to the Bible, according to the word of God says, only through Jesus Christ we can receive the salvation. Amen. Why? Kina? Because of Jesus is invisible image of God in the flesh. परमेश्वर हुनुहुन्छ। कोलोसी 1 को 15 मा हामीले हेर्छौं भने पाउँछौं, I am the way, I am the truth, I am the life. No one comes to Father except through me भनेर मैले भनिरहेको छु। This is very important. एउटा परमेश्वर प्रभु येशू ख्रीष्ट चाहिँ फुल्ली ह्युमन, फुल्ली गॉड भएको कारणले गर्दाखेरि उहाँले यो भन्यो भनेदेखि के त्यो झुटो होला त? उहाँले भनेको कुनै कुरा झुटो भएको छ, बाइबलमा लेखिएको कुरा कुनै झुटो भएको छ, नपुगेको छ। मैले पढेको थिएँ 2500 भन्दा बढी प्रोफेसीहरू भएकोमा 2000 भन्दा बढी A to Z पुगिसक्यो लेखिएको प्रोफेसी अगमबाणीहरू भने अब 500 400 500 पुग्न के गाह्रो छ? प्रभु येशू चाहिँ म आउँछु भन्नुभएको छ, म न्यायकर्ता भन्नुभएको छ, मेरो र्याप्चर हुन्छ भन्नुभएको छ, थुप्रै बाँकी छ। हो त्यो कुरामा त्यो 500 400 चाहिँ पर्दछ। त्यसैले गर्दाखेरि प्रिय मण्डली परिवार, ओन्ली जीसस क्राइस्ट हङ अन द क्रस टु वाश अवे आवर सिन, योना 3 को 16 अनुसार। अनि त्यही कारणले गर्दा वी हैव ओन्ली वन सेभियर। हामीसँग चाहिँ एकजना मात्र मुक्तिदाता हुन्छ जो चाहिँ जसले रगत बगाउनु भयो, काल्भरी क्रुसमा झुन्डिनु भयो, सजायहरू सहनु भयो, हाम्रो पापको लागि उहाँले प्राण त्याग्नु भयो। अनि त्यो काम गर्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। आमेन। अब साल्भेसन, मुक्ति, साल्भेसन comes by faith, no by work, not by work. एफएसी 2 को 8 देखि 9 सम्ममा हामीले हेर्छौं भने पाउँछौं। मैले मेरो पकेटको केही पनि भनेको छैन है अहिले। तपाईहरु जति पनि सुन्नु हुँदैछ परमेश्वरको वचन अनुसार मैले भन्दै छु तपाईहरुलाई, तपाईले सुनिराख्नु भएको छ होला। अनि जति पनि यहाँ तपाईहरुले पछि सुन्नुहुन्छ तपाईहरुले पनि यो ख्याल गर्नुहोस्, मैले कुनै पनि शब्द परमेश्वरको वचन बाहेक भनेको छैन। यहाँनिर लेखिएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ। विश्वासद्वारा परमेश्वरको चाहिँ अनुग्रह हामीलाई पाउँछ अनि त्यसमा हामीले विश्वास गरेर, र तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। कर्महरूद्वारा, कामहरूद्वारा, मिठो मिठो काम, राम्रो काम, दान दक्षिणा विभिन्न गरेर हुँदैन। पापी रगत बगाएर, पापी रगत यहाँनिर शरीरमा राखेर हामी अझै जे पनि गर्न सक्छौं पकामा। कुनै पनि काम गर्नको लागि पापी रगतले रोक्दैन, तर मुक्ति चाहिँ त्यो पापी रगत भएको मानिसले पाउँदैन। त्यही कारणले that must be washed away by blood of Jesus. Amen.
त्यही कारणले गर्दाखेरि येशू ख्रीष्टद्वारा मात्रै हामीले मुक्ति पाउन सक्छौं। येशू ख्रीष्टद्वारा मात्रै हामी मुक्ति, एकजना मात्रै त्यहाँ नाउँ छ जुन चाहिँ येशू ख्रीष्ट हो। यहाँनिर हामीले रोमी 10:9-10 हामीले हेर्छौँ भने, किनकि यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले, कसो मुखले? आफ्नो मुखले स्वीकार गर्छ र अनि उद्धार पाउँछ। आमेन। अनि यहाँनिर प्रोसेसहरू रहेछ, उहाँलाई विश्वास गर्नु पर्दो रहेछ। उहाँ चाहिँ हाम्रो लागि मर्नुभयो भनेर विश्वास गर्नु पर्दो रहेछ। उहाँ चाहिँ हाम्रो मुक्तिदाता र प्रभु भनेर हामीले विश्वास गर्नु पर्दो रहेछ। अनि उहाँको वचनलाई हामीले पालन गर्नु पर्दो रहेछ, अनि मात्र हामी मुक्ति पाउँदो रहेछ। हामीले रिपेन्ट गर्नुपर्छ, हाम्रो पापहरूलाई पश्चाताप गर्नुपर्छ र गरेका पापहरू उहाँसँग क्षमा माग्नु पर्दो रहेछ, अनि मात्र हामीले मुक्ति पाउँदो रहेछ। कोबाट? येशू ख्रीष्टबाट मात्र। ओन्ली वान वे, द प्रोमिस अफ द इटर्नल लाइफ। यहाँनिर यूहन्ना 3:16 हामीले हेर्छौँ भनेदेखि, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। हालेलुया। यहाँनिर हामीले अनन्त जीवन पाउने मौका परमेश्वरले दिनुभएको छ। कहिले पनि नाश हुनु पर्दैन भनेर यहाँनिर भनेको छ। त्यही कारणले गर्दाखेरि आज परमेश्वरको अनुग्रहद्वारा मुक्तिदाता येशू ख्रीष्ट यो संसारमा पठाउनु भयो। अब हाम्रो काम हो उहाँलाई विश्वास गर्ने। आमेन। अनि त्यसपछि हामी मुक्ति पाउँदछौँ। इटर्नल लाइफ इज अ गिफ्ट फ्रम द गॉड रिसिभिङ थ्रू फेथ। हामीले विश्वासद्वारा पाउँदो रहेछौँ। इट इज नट अर्न, यसलाई हामीले काम गरेर, कुनै काम गरेर कमाउने होइन। इट इज अ प्रोमिस टु ऑल हु बिलिभ्स। तर जसले विश्वास गर्दछ उनीहरूको लागि चाहिँ यो प्रोमिस हो। अब यो कतिको जरुरी छ? अर्जेन्सी अफ साल्भेसन 2 कोरिन्थी 6:2 हामीले लेखिएका पाउँदछौँ। यहाँनिर लेखिएको छ, किनभने उहाँ भन्नुहुन्छ, ग्रहण योग्य समयमा मैले तिम्रो पुकारा सुने र मुक्तिको दिनमा मैले तिमीहरूलाई सहायता गरे। हेर, ग्रहण योग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो। यो टाइमको बेलामा अर्जेन्सीको बारेमा चाहिँ यहाँनिर बताइरहेको छ। कतिको कहिले हो हामीले मुक्ति पाउनु पर्ने त भन्ने बारेमा चाहिँ यहाँनिर लेखिएको छ। साल्भेसन इज नट समथिङ टु पोस्टपोन, हैन? हामी कोही इग्नोर गर्छौँ कुनै कामहरू, कुनैलाई पोस्टपोन गर्छौँ, हाम्रो एपोइन्टमेन्टहरू के अरे पोस्टपोन गर्छौँ। त्यस्तो पोस्टपोन गर्ने चिज होइन साल्भेसन। मुक्ति भनेको चाहिँ तपाईँले आज सुन्नुभयो, आज तपाईँको दिन हो। दिस इज द टाइम, डे अफ द साल्भेसन भनेर म सधैँ भन्ने गर्छु। जुन दिन सुन्यो त्यो द्याट्स योर राइट टाइम। इट वाज अर्जेन्ट एन्ड यु आर देयर नाउ you need to take it immediately. जेलमा पसेकाहरूलाई, जेलमा थुनिरहेकाहरूलाई त्यहाँनिर चाहिँ कसैले मुक्ति दिनको लागि ढोका खोलिदिन्छ, अनि त्यसपछि त्यो कैदीहरू चाहिँ स्टिल भित्रै बसिरहन्छ भनेदेखि के हुन्छ? मानिसहरू चाहिँ त्यो भइरहेछ अहिले। जेल निस्किन भनेर चाहिँ खोलिदियो, मायाले अनुग्रह गरेर खोलिदियो, निस्किँदैन, भित्रै बसे गर्छ। त्यस्तो भइरहेको छ अहिले। साल्भेसनलाई चाहिँ एक्सेप्ट नगर्नु, राइट टाइममा चाहिँ नगर्नु भनेको चाहिँ त्यो हो। हामीले के भनौँ, मेरै जीवनमा पनि त्यस्तो भयो। आफ्नो बाउ बिजुवा, दाजु भाइ दिदी बहिनी मामा काका सबै सम्बन्ध
अल्कोहलको कुराहरू, मैले त्यो जाँड रक्सी खानु पाउँदिनँ होला होइन, टिका लाउन पाउँदिनँ होला, के बहाना त्यो धेरै छ। तर जब तपाईले निश्चय गर्नुहुन्छ, इफ यु वान्ट साल्भेसन यु निड टु गिभ इट अप, जस्ट फोकस द हेभन, अनि मात्र तपाईले गर्न सक्नुहुन्छ। तर मैले गरेको एक्सपिरियन्स के भनेदेखि, जब तपाईले प्रभु येशू ख्रीष्टलाई मेरो मुक्तिदाता र प्रभु भनेर ग्रहण गर्नुहुन्छ नि, अनि त्यसपछि तपाईको कुनै पनि एडिक्सनहरूले तपाईलाई जित्दैन। मैले मात्रै भनेको होइन, यो तपाईले थुप्रै गवाहीहरू सुन्न पाउनुहुन्छ है। आई एम नट ब्लफिङ, आई एम नट टकिङ फ्रम माई पकेट एनिथिङ है। विश्वास गर्नुहोस् नगर्नुहोस्। त्यही कारणले गर्दाखेरि यो साल्भेसन, मुक्ति भन्ने कुरा तपाईले आज सुन्नुभयो। सुसमाचार, हिजो हामीले सुसमाचार सुनाउँदै थियौँ। उनीहरूले सुन्यो, कसैले ट्याक्सहरू बाटोमा फालिराखेको थियो, मैले पछिबाट टिपेँ। कसैले चाहिँ त्यहाँनिर त्यो नभनौँ होइन, विभिन्न प्रकारको एक्सनहरू हामी देख्छौँ। तर उहाँहरूको टाइम त्यही हो नि त, वास्तवमा हिजो हो नि त। तर उनीहरूले चाहिँ they are waiting for another day or whatever chance, but that's not sure, because tomorrow is not sure. भोलिको दिन कहिले पनि निश्चित छैन। म यहाँ बोल्दैछु, अहिले नि मलाई प्रभुले उठाउन सक्नुहुन्छ, भरे रातिको त अझै लामो भयो भनेदेखि भोलिको के कुरा हो। त्यही कारणले गर्दा यदि तपाईँ हामीले कसैले पनि, हाम्रो दाजुभाइ दिदीबहिनीहरूले ग्रहण गर्नुभएको छैन, येशू ख्रीष्टलाई ग्रहण गर्नको लागि चाहिँ ढिलाइ गरिराख्नु भएको छ, मैले चाहिँ मेरो बिजनेसमा अलिकति छलकपट गरेर चाहिँ फाइदा लिएपछि मात्रै म गर्छु होइन, मैले जाँड रक्सी चाहिँ भक्कु मातेर चाहिँ चौपट्ट गरेपछि मात्रै म प्रभुमा आउँछु, मैले चाहिँ एउटाको चाहिँ मजाले चाहिँ के अरे रिभेन्ज लिनुपर्ने छ, गोद्नुपर्ने छ, गोदेर मात्रै म आउँछु। मेरो जीवनमा पनि त्यस्तै थियो थुप्रै। तर यी सबैका संसारको कुराहरू आँखा चिम्लिनुहोस् र प्रभु येशू ख्रीष्टमा repent your sin, ask for forgiveness with Jesus Christ and then accept him as your Lord and Savior। त्यही भनेर तपाईँ हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई म भन्न चाहन्छु। किनभने हामी ढिलो गर्ने समय छैन। किन? वाइ? रिजन के हो? ढिलो नगर्नु भनेको रिजन के हो? भोलिको दिन निश्चित छैन। त्यही कारणले गर्दाखेरि म क्लियर भनिदिएको छु तपाईँहरूलाई है। त्यही कारणले गर्दाखेरि प्रिय मित्र, मण्डली परिवार, तपाईँ र मैले आज सुन्नुभएको छ भनेदेखि, येशू ख्रीष्टमा मुक्ति पाउँदो रहेछ भन्ने कुरा सुन्नुभएको छ भनेदेखि आजै नै तपाईँको समय हो भनेर हामी सबैजनालाई हामी भन्ने गर्दछौँ। Today is your best time to give your life to Jesus Christ, to have salvation, to born again and to be a new creation। जब तपाईले आज प्रभु येशू ख्रीष्टलाई मुक्तिदाता र प्रभु भनेर ग्रहण गर्नु साथ के हुन्छ? तपाईँ नयाँ जन्म लिनुहुन्छ, न्यू क्रिएसन। अन्तिमतिर आइपुग्दैछौँ अनि कन्क्लुजनमा म तपाईलाई यही दोहोऱ्याउन चाहन्छु कि प्रश्न थियो, वाइ ओन्ली जीसस क्राइस्ट क्यान गिभ अस साल्भेसन। किन येशूमा मात्र त्यो मुक्ति छ भनेर चाहिँ प्रश्न रनिङ भइरहेको, इको भइरहेको कारणले गर्दाखेरि तपाईँ र मैले चाहिँ यो उत्तर जान्न जरुरी छ। आजको यो मण्डली परिवारमा तपाईँ, हाम्रो साथीभाइ, दाजुभाइ, दिदीबहिनीहरू सबै उहाँहरू स्वर्ग गएको हामी चाहन्छौँ। स्वर्ग जानु भनेको कुरा साधारण छैन, तर प्रभुको अनुग्रहले गर्दाखेरि हामीलाई सजिलो बनाइदिएको छ। हामीले ग्रहण गर्नका लागि कुनै पनि धेरै पैसाहरू तिर्नु पर्दैन, तीर्थयात्रा जानु पर्दैन, हामीले कुनै दान दक्षिणा गर्नु पर्दैन। जस्ट repent your sin, ask for forgiveness, accept Jesus Christ as your Lord and Savior, because he is the truth, he is the life, he is the way। आमेन। त्यही कारणले आज हामीले के गर्यौँ हेर्यौँ भनेदेखि
येशू ख्रीष्ट मात्र सिनलेस, उहाँ मात्र पाप रहित, पाप बिनाको जीवन बिताउनु भयो। पहिलो पत्रुस 2:22 हामीले पाउँदछौँ। त्यही कारणले गर्दाखेरि हामीले चाहिँ भन्न सक्छौँ कि येशू ख्रीष्टमा मात्रै मुक्ति छ। अरू कोही छ पाप नगर्ने? कसैले भन्न सक्छ मैले केउटा पाप गरेको छैन भन्ने? है, हरेक शब्दमा मानिसहरूले ढाँटिरहेको छ। ढाँट्नु पनि पाप हो। सानो पेन्सिल नै होस्, नसोधिकन अर्काको लिनु पनि पापै हो। अर्काको के अरे उ गर्नु पनि, कुरा काट्नु पनि, सबै बिहा विचारदेखि लिएर विभिन्न कति भइरहेछन्, कति भइरहेछन्। रोमी 5:8 हामीले हेऱ्यौँ, येशू ख्रीष्ट डाइड फर अस। हाम्रो पापको लागि येशू ख्रीष्ट मात्र मर्नुभयो। त्यही कारणले भन्न सक्छौँ कि येशू ख्रीष्टमा मात्र हाम्रो मुक्ति छ। ओन्ली जीसस क्राइस्ट रोज फ्रम द डेड। प्रकाशको 1:18 मा हामीले पाउँदछौँ, द डेथ कुडन्ट स्टप हिम। येशू ख्रीष्टलाई मृत्युले छेक्न सकेन। उहाँ फेरि बिउती उठेको कुरा पनि हामी घोषणा गर्छौँ। उहाँ निस्किनु बिउती उठ्नु भएको थियो अनि उहाँ जिउँदो परमेश्वर, उहाँ चाहिँ स्वर्गमा हुनुहुन्छ। मृत्युले रोक्न सकेन। उहाँ मृत्युबाट बिउती उठ्ने अगमबाणी भएको थियो अनि त्यो पुरा हुनको लागि अनि उहाँ चाहिँ एउटा परमेश्वर भएको कारणले गर्दा उहाँ फेरि बिउती उठ्नु भयो। ओन्ली जीसस लिफ्टेड अप लाइफ टु हेभन इन फ्रन्ट अफ मेनी पिपल। प्रेरित 1:9 देखि लिएर 11 सम्म पढ्छ भनेदेखि येशू ख्रीष्ट कसरी मान्छेहरूकै अगाडि उहाँ बिउती मात्रै उठ्नु भएन, बिउती उठेर उहाँ चाहिँ कता हराइजानु भएन, विलाप भइजानु भएन। सक्नुहुन्थ्यो होला नि त, तर उहाँले प्रमाण गर्न चाहनुहुन्थ्यो। हामी जस्तो आरोप लगाउने होइन मानिसलाई चाहिँ येशू ख्रीष्ट कहाँ बिउती उठेको, कता गइगयो नभनोस् भनेर उहाँ 40 दिनसम्म पहिलेकै चेलाहरूसम्म बस्नुभयो, खेल्नुभयो, डुल्नुभयो। आमेन। त्यही कारणले गर्दाखेरि हामीले भन्न सक्छौँ येशू ख्रीष्ट हि इज द ट्रुथ। अनि उहाँबाट मात्रै हामीले मुक्ति पाउँदछौँ। लाइफ इज एम्प्टी विदाउट जीसस। येशू ख्रीष्ट बिना कहिले के तपाईँले कतिको विचार गर्नुभएको छ? मैले धेरै पटक फिल गरेको छु, यदि ममा येशू ख्रीष्ट थिएन भने तपाईँ जब ठुलो सङ्कटकालीनहरू पर्न आउँछ, समस्याहरू आउन सुरु गर्छ नि, त्यतिखेरि मलाई मेरो प्रभुले सहायता गर्नुहुन्छ कि हुँदैन होला भन्नु नै यु आर एम्प्टी विदाउट जीसस क्राइस्ट। येशू ख्रीष्ट बिना तपाईँ खाली 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 हुनुहुन्छ। तर येशू ख्रीष्टमा तपाईँको राम्रो विश्वास छ भनेदेखि तपाईँले भन्न सक्नुहुन्छ, यु आर कन्फिडेन्ट द्याट आई एम ओके, वाट एभर गड डज फर मी द्याट विल गुड फर मी। जेसुकै परमेश्वरले गर्नुहुन्छ त्यो मेरो लागि चाहिँ असल हुनेछ भनेर तपाईँले कन्फिडेन्टको साथमा भन्नु सक्नुहुन्छ। त्यही कारणले गर्दाखेरि हामीले येशू ख्रीष्टमा हामी विश्वास गर्छौँ भनेदेखि त्यति हामीमा चाहिँ शक्तिशाली हामीले आफ्नै जीवनमा पनि गवाही पाउन सक्छौँ। हि इज फुल्ली म्यान एन्ड फुल्ली गड। त्यत्तिकै भनेको छैन है। यूहन्ना 5 कोलोसी 2:9 मा हामीले हेर्छौँ भनेदेखि उहाँ मानिसको रूपमा भए पनि उहाँ परमेश्वरको, हामीले धेरै पटक हेर्न सक्छौँ उहाँ मानिसको शरीरमा भएको कारणले गर्दाखेरि कहिलेकाहीँ मानिसको पोजिसनमा रहेर चाहिँ फादरसँग चाहिँ प्रार्थना गरिरहेको हुन्छ। कहिले उहाँले अधिकारको साथमा कसैले जाति बनाउन नसकेको बिरामीहरूलाई चाहिँ चङ्गाई बनाउँदै गरेको हुन्छ। पानीमा कङ्क्रिटमा जस्तो ढक 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 हिँड्दै गरेको हुनुहुन्छ। मानिसले हिँड्नु सक्छ? नो। 4 दिनसम्म मरेको लाजरसलाई निस्कि भन्दाखेरि निस्किन्छ? यो परमेश्वरले मात्रै गर्न सक्छ, मानिसले सक्दैन प्रिय मित्रहरू। त्यही कारणले गर्दाखेरि येशू ख्रीष्टमा मात्रै हामी मुक्ति पाउन सक्छौँ। हि इज गड। जीसस इज द ओन्ली जज। उहाँले मुक्ति दिने काम गर्नुभयो, उहाँले बाटो देखाउनु भयो, उहाँले मुक्ति दिने काम गर्नुभयो। उहाँ हाम्रो लागि मुक्ति दिनको लागि चाहिँ उहाँ चाहिँ प्राण त्याग्नुभयो। मरेको हुनु भएन, उहाँ बिउती उठ्नुभयो अनि फेरि उहाँ मानिसको अगाडि स्वर्गमा जानुभएको छ अनि उहाँ जीवित हुनुहुन्छ र उहाँले नै एट द एन्ड अफ डे सारा सृष्टिको चाहिँ न्याय गर्नुहुन्छ। आमेन।
हालेलुया। न्याय गर्नुहुन्छ। तपाईले योना 5:22 हेर्यो भनेदेखि उहाँले बाहेक अरू कसैले पनि न्याय गर्दैन। त्यसो भएदेखि के येशू ख्रीष्ट चाहिँ मानिसको रूपमा देखेर तपाईँ हामीले चाहिँ विश्वास नगर्ने गर्नुहुन्न भनेदेखि तपाईँको खुसी। हामीले के गर्न सक्छौँ र? हामी त भन्न मात्रै सक्छौँ। हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई यही मेसेज छ। तपाईँ हामी जति पनि दाजुभाइ दिदीबहिनीहरू छ भनेदेखि भनिदिनुहोस्। अनि आज यहाँनिर जुन अनलाइनमा तपाईँहरूले सुन्नुहुँदैछ अनि सोसियल मिडियामा सुन्नुहुँदैछ, तपाईँहरूलाई पनि यही मेसेज छ, क्लियर छ। मेरो पकेटबाट मैले बोलेको होइन, परमेश्वरको वचनबाट म बोल्दैछु। अनि परमेश्वरको वचन एक एक पुगेको छ भनेर मैले तपाईँलाई भनिसकेँ। त्यही कारणले गर्दाखेरि विश्वास गर्नु नगर्नु तपाईँहरू सुन्नेहरूको हातमा छ, निर्णय पनि तपाईँहरूको हातमा छ। यहाँनिर योना 1:12 लेखिएको छ, तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमा विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। वाव! सुने तपाईँ र हामीले चाहिँ येशू ख्रीष्टमा चाहिँ ग्रहण गर्छौँ भनेदेखि अनि त्यसपछि हामी त परमेश्वरको सन्तान हुन पाउँदो रहेछौँ। हामी नयाँ हुँदो रहेछौँ, नयाँ सृष्टि हुँदो रहेछौँ, नयाँ जन्मिएको जस्तै हुँदो रहेछौँ। अनि हामी ब्रान्ड न्यू हुँदो रहेछौँ। अनि परमेश्वरको वचनमा त्यो ब्रान्ड न्यू भएर उहाँको वचन अनुसार जिउँदै रह्यो भनेदेखि परमेश्वरको जजमेन्ट समय, उहाँको न्यायको समयमा हामी भन्न सक्छौँ कि प्रभु तपाईँले दिनुभएको वचन अनुसार मैले काम गरेँ, मैले जिएँ। धेरै पटक गाह्रो भयो तर पनि म जिएँ। मेरो बाटो मेरो समय पुरा गरेको छु, मैले यात्रा पुरै गरेको छु, आज तपाईँमा आइपुगेँ। प्रभु अब के भन्नुहुन्छ भनेर हामी भन्न सक्छौँ। न्यायको बेलामा यदि त्यो गरेको छैनौँ भनेदेखि के भन्नुहुन्छ? आई डोन्ट नो है। अनि जसको नाम जीवनको पुस्तकमा लेखिएको छैन अनि उनीहरूलाई सदाका लागि नरकुण्डमा फालियो भनेर परमेश्वरको वचनले भन्दछ। जीवनको पुस्तकमा तपाईँ र मेरो नाम छैन भनेदेखि के गर्ने हो? मेरो प्रिय मित्रहरू, सुन्न त अहिले एकैछिनमा मैले भन्दैछु, तर त्यो सहनको लागि गाह्रो छैन। त्यो अनन्तकालसम्मको लागि नरकमा सजिलो छैन। त्यही कारणले गर्दाखेरि म तपाईँहरूलाई यो मेसेज पास गर्न चाहन्छु। जति पनि सुनिराख्नु भएको छ अनि हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई पनि हामीले यही मेसेज पास गरौँ कि no one wants to go to hell. It's not place to go. नरक चाहिँ जाने ठाउँ होइन है। कुनै मानिसलाई केटाकेटीलाई मैले यसो विचार गर्छु, नगर्न भन्दै जस्तै यस्ता मुसा थाप्ने, मुसा च्याप्ने चाहिँ चिम्टा थापेको अनि त्यसलाई चाहिँ नगर्न भन्दै थियो, म चिन्छु भन्दै थियो, च्यापिहालेँ यहाँ है। गर्नु परेन अब त्यहाँ त अब काट्ने भए त फेरि औँलै काट्थ्यो नि, अनि मार्ने थियो भने त मारिहाल्थ्यो नि। जोकिङ गर्ने होइन यो। परमेश्वरको राज्य जोकिङ गर्ने चिज होइन। साल्भेसन इज नट अ जोक, टेक सिरियस। अनि सुन्न साथ हामी सबैले, हाम्रो साथीभाइ दाजुभाइ दिदीबहिनी सम्पूर्ण परिवारले पनि ग्रहण गर्न सकौँ र ढिला नहौँ, त्यो नरकुण्डको अनन्तकालको जीवन बिताउन नपरोस्। तर हाम्रो मौका दिनुहुने सृष्टिकर्ता अब्बा पिता प्रभु येशू ख्रीष्टसँग हामी सँगसँगै हुन सकौँ। प्रभु येशूले भन्नुभयो, तिमीहरूलाई म जहाँ छु त्यहाँनिर तिमीहरूलाई म लान्छु। वाउ! उहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई बस्ने ठाउँ उहाँले तयार गर्नुभएको छ। आमेन। हालेलुया। प्रभुलाई धन्यवाद। हालेलुया। थ्याङ्क यू लर्ड, थ्याङ्क यू। आउनुहोस् हामी छोटो प्रार्थना गर्नेछौँ। हालेलुया। परमेश्वर पिता, सारा सृष्टिको मालिक, तपाईँलाई धन्यवाद छ। आज तपाईँले यो वचन हाम्रो बिच दिनुभयो। मलाई थाहा छैन कुन योजनाले दिनुभयो। सायद हाम्रो साथीभाइ दाजुभाइ दिदीबहिनीहरू धेरै छन् होला तपाईँलाई एक्सेप्ट नगर्ने।
सायद यो प्रश्न गरेर अड्केर बसिरहेका धेरै छन् होला यो संसारमा मानिसहरू। त्यही कारणले तपाईँले यो प्रश्न आज उठाउनु भयो र प्रभु तपाईँको वचनद्वारा सम्पूर्ण उत्तरहरू दिएका छौँ। तपाईँको काम भएको छ प्रभु, मलाई थाहा छैन, तपाईँ परमेश्वरले नै जान्नुहुन्छ। अनि तपाईँले जति पनि आजसम्म मुक्ति नपाएकाहरूलाई तपाईँ परमेश्वरले मुक्ति दिनुहोस्, उनीहरूको हृदय बोल्नुहोस्। म एउटा कमजोरी व्यक्तिबाट यो शक्तिशाली वचन बोल्नु भएकोमा तपाईँलाई धन्यवाद दिँदै आशीष गर्न माग्दछु, येशू ख्रीष्टको नाममा। आमेन, आमेन, आमेन। जय मसीह।